हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। इट्स सीमा डरलामी र फेरि पनि म तपाईँहरूमा आज आइसकेको छु एउटा सानो भिडियो लिएर। अच्छा छ, सबैजनाले अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ र त्यस्तो स्पेसल चाहिँ छैन, तर सबैजनाले साथ सपोर्ट दिइदिनु होला अन्तिमसम्म हेरेर। र म चाहिँ अब पसलमा जान लागेको यत्तिकै अनि अब बजारमा देखिसके पछाडि, बजारमा भइसके पछाडि के सामानहरू देख्छन् अनि त्यो मागिरहेका थिएँ नि त। अनि मैले चाहिँ त्यो भुलाउनको लागि यो भिडियो क्लिप चाहिँ गरेको। ल अन्यथा नलिनु होला। भाइको नाम गोली लायो भाइले त गोली लाएछ। ल कहाँ गए ये अबुई। ल उता फेरि उठेर ल हेर 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 कसरी किन सुधा भाइ कोही चाहिँ नि हेर यता डाँट भएको छ तिमी उठ्ने। म जाँदै गर्दा त्यहाँ चाहिँ अब त्यहाँको मौसम एकदमै चिसो थियो नि त। अनि त्यसपछि दिदीले चाहिँ हतार हतार मकै भुट्दै हुनुहुन्छ। मौसमलाई च्यालेन्ज गर्दै हामीले चाहिँ मकै भुटेका छौँ। तपाईँहरू पनि यो चिसो मौसममा यसरी नै मकै भुटेर, अर्ग्यानिक मकै भुटेर चियासँग खानु होला भनेर यहाँ भन्दैछु म। यसरी नै अब गफ गर्दै दिदीले चाहिँ मकै भुट्दै हुनुहुन्छ। हामी चाहिँ
मकै चबाउनुस् आउनुस् भात बलियो बनाउनुस् ल ठिक छ अब बाँकी अब यसलाई उतारेपछि खान्छौँ यो भिडियोमा चाहिँ हामी मूलथाना जाने क्रममा दिदीले आफ्नो माइत चाहिँ अब यसरी चिनाउँदै हुनुहुन्छ मलाई त्यही घरको सिधै यता बाँसको बुट्टो छ नि त्यही बाँसैको बुट्टै मुनि हो हाम्रो माइत हेल्पोस यो गाउँपालिका वडा कार्यालय वडा कार्यालय गाउँपालिका हो 2 नम्बर वडा कार्यालय हामी फेरि कता हो हामी सिधै यो घुम्ने हो हजुरको अवस्था ठिकै छ दिदी यो पुरानो हेल्पस अहिले बन्द प्लास्टिक टनेल बनाउँदाखेरि जति पनि अब यो दिदीबहिनीहरू समावेश हुनुभयो सक्रिय रूपमा लागिराख्नु भएको छ उहाँहरूप्रति सम्मान र इभन उहाँहरूले यो यसरी भिडियोमा देखाइएको जसरी गरिराख्नु भएको छ उहाँ त्यो थोक्ने मात्र नभइकन इभन उहाँहरूले नाप जाँचदेखि यो हरेक यो बाँसको जोहोदेखि लिएर यसरी आफैले नै एउटा घर निर्माण गर्नुभएको छ प्लास्टिक टनेल जुन चाहिँको छ यसरी लागिराख्नु भएको छ यो चाहिँ प्लास्टिक राखेर रेडी गर्दै गर्दाको होला सानो टमाटर यो गीत चाहिँ आमाले मेरो लागि गाउनुभएको थियो सो म एकदमै इमोसनल भएको थिएँ र बिचबिचमा पनि हाँसिरहेको छु किनभने म उहाँको गीतलाई मजाकको रूपमा लिएको थिएन म त्यो कारणले गर्दा कन्ट्रोल गर्नको लागि म बिचमा हाँसिरहेको थिएँ है यहाँ पार्वती अघि नैबाट मलाई छोड्न होइन कि भेट्न आउनुभयो अब छोड्न जानुहुन्छ यता दिदीले झन् वहीँ बजारसम्म छोड्छु भन्नुभयो यता हाई गरिदिनुहोस् पार्वतीज्यू हेलो गरिदिनुहोस् के अब मुख देखाइदिनुहोस् एकपटक मैले चिन्न परेको नि मुख चपेक खोलिदिनुहोस् एकचोटि मुख खोलिदिनुहोस् पार्वती हामी चाहिँ जान लाग्यो हामी अब माथि गएपछि अर्को दिदीलाई भेट्छौँ यता पुरा रेडी भइसक्यो यो पार्वतीलाई पठाइदिन्छु अहिले मैले हेर्नु है भिडियो हेर्नु राम्ररी बस्नु हामी पर्सि भेट्नुहुन्छ
पर्सि भेट हुन्छ हामी ल राखेँ बन्द गरेँ